ल आज अरुण थड आइएको छ। यो अरुण थड हो। यहाँ आइपुग्दा त तलको सप्तकोशीको मेन नदी अरुण यत्रो देखिँदो रहेछ उँभोदेखि, सानो सानै जस्तो देखिने। अब यहाँ चाहिँ यसरी बन्दैछ। अब यो अरुण थडकै माथिल्लोपट्टिको सुरुङ निर्माण सम्पन्न हुन यो ड्याम साइट हो। यो देखिएकोबाट पानी छिरेर यो पहाड कटेर उतापट्टि पल्लोपट्टि निकालेको छ। यो चाहिँ पानी छिर्ने ठाउँ। अब यहाँनिरबाट यो तलबाट यो जमिनबाट उठाउँदै ल्याएकोबाट माथि यो ड्याम साइट बन्दैछ यहाँनिर। र यो पानीलाई अहिले यो चट्टान मुनिबाट सुरुङ खनेर उता पारिपट्टि निकालेको रहेछ। यो अहिले बनाउनको लागि यहाँदेखि भित्र छिराएको रहेछ। र यस्तै रहेछ यो अरुण थडको ड्याम साइट एरिया र सुरुङ यहाँबाट भित्र। अहिले अर्को सुरुङ मान्छे छिर्ने चाहिँ यो पारिपट्टि यो त गहिरी कालो कालो भएको ठाउँदेखि त्यहाँबाट मान्छे छिर्ने अर्को बनाएको छ। परबाट यो र त्यो दुईटा गरी भेटिने ठाउँ हो।